चाहिँ हामी यसो तल सुर्खेत वीरेन्द्रनगर बजारतिर हुन्छ कि कता हुन्छ घुम्न जानु लाग्यो। अहिले चाहिँ 2 बज्न लागिसक्यो। अनि यो बाइक कोल स्टार्ट गरेर अब चाहिँ हामी जाने भनेर डम्बर रेडी भएको छौँ। उतातिर छ डम्बर होइन, त्यसै छ गर्मी भइरहेको छ। अब जाँदैन अब हामी आज कता जान्छौँ हेरौँ कहाँ पुगिन्छ है त। छिन्चु बजारमाथि बाटो त आजभोलि यो पिच गर्न रहेछ, हरिबेजोक धुलो मात्रै। यहाँ आएर बाइकमा ल हामी चाहिँ कता जाने दोधार पर्दा अहिले चाहिँ वीरेन्द्रनगर सुर्खेत बजारतिर जाने डिसिजन गरियो लास्टमा आएर। यहाँ चाहिँ हाम्रो डम्बर छन् डम्बर अनि हामी चाहिँ यहाँ मसिना भन्दा चाहिँ अगाडि हो, मसिना त पछाडि कटिसक्यो। मसिना भन्दा ट्याक्क बनाएर अहिले चाहिँ हामी यहाँ भेरी आइपुग्न लाग्यो। 5 होला त्यो राखिदिनु न, त्यो पनि राखिदिनु, दालमा पनि राखिदिनु। यो चाहिँ हामी भेरी आइपुग्न लागेको अवस्था छ। हामी ट्याक्क यहाँ चौतारीमा बसेर ट्याक्क चटपटे खानलाई बसिरहेको छौँ। यहाँ दुइटा फेरि पुलमा आइपुगेको अवस्था। अनि त्यो पारी देख्न सक्नुहुन्छ, त्यहाँ चाहिँ 2 जनालाई सेलाइराख्नु भएको छ। पछाडि ब्याकग्राउन्डतिर देख्न सक्नुहुन्छ त्यो तल भेरी एकदमै रिसाएर अझै पनि भेरी यो सफा हुन सकेको छैन। अस्ति 2-3 दिन अगाडि चाहिँ दह्रो पानी परेको थियो 2-3 दिन, त्यही भएर अझै पनि यो भेरी यो सुम्लो छैन। होइन नत्र यो त सुम्लो हुन्छ है अलि पछितिर त। आज चाहिँ यस्तै छ भेरी। अब आज फर्स्ट टाइमै होला म आज यो हाम्रो कर्णाली प्रदेशको राजधानीमा आएँ भनौँ। अब यसो हेर्दाखेरि चाहिँ वारिपारि डाँडा काँडाको बिचमा हेर्दाखेरि त राम्रै रहेछ। अब पर बजारतिर गएर हेरौँ के कस्तो छ, हेर्दै गरौँ। अहिले चाहिँ हामी यो मात्र के भन्छ अरे यो चेकिङ पोस्टको ठाउँलाई सुब्बा कुना नेर छौँ ठ्याक्कै। त्यहीँदेखि देखिँदो रहेछ भ्याली चाहिँ यस्तै छ। यो 4 लेनको बाटो करिब आधा घन्टा हिँड्दा पनि अझै पनि 4 लेनको बाटो सकेको छैन। उता पारिसम्मै छ 4 लेन। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हामी यो सुर्खेत यो कुन ठाउँ हो, यो अलि बजारभन्दा अलि धेरै अगाडि आइसकेका छौँ। त्यही पनि बजार अझै पनि सकिएको छैन। मलाई लागेको थियो यो दाङ तुलसीपुर या घोराई भन्दा त सानै होला जस्तो लागेको थियो, तर यहाँ आउँदाखेरि रहेछ अर्कै। यहाँ चाहिँ एकदमै ठुलो लाग्यो मलाई चाहिँ तुलसीपुर घोराई भन्दा। अब तपाईँहरूलाई पनि थाहा होला, अब यो तुलसीपुर घोराई भन्दा ठुलो छ के छ टक्क तपाईँहरूले कमेन्ट गर्नुहोस्। तपाईँको ओपिनियनमा तपाईँलाई चाहिँ के लाग्छ, यो दाङ तुलसीपुर भन्दा ठुलो लाग्छ कि सानो लाग्छ हाम्रो यो कर्णाली प्रदेशको राजधानी सुर्खेत बजार। ल हामी यति बेला चाहिँ यहाँ सुर्खेत वीरेन्द्रनगर यो वीरेन्द्र चोकमा नास्ता खानलाई एकछिन रोकेको। नास्ता खाने भनेर यहाँ वीरेन्द्र चोकमा बसिरहेको छौँ। घामले यस्तो रातो बनाइसकेको छ, सबै चर्किरहेको छ, गाह्रो छ गाह्रो।